नमस्ते, स्वागत छ तपाईहरुलाई एबिएल फार्मिङ च्यानलमा। आज चाहिँ हामी अदुवा खेती कसरी गर्ने र अदुवा खेती गर्दाखेरि माटोको तयारी कसरी गर्ने भन्ने विषयमा भिडियो बनाउन गइरहेका छौं। र भिडियोमा पहिलोचोटि हुनुहुन्छ भने एबिएल फार्मिङ च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला। अदुवा एक महत्वपूर्ण नगदी बाली तथा मसला बालीको रूपमा परिचित छ, जसको औषधीय गुण पनि अधिक हुने गर्दछ। अदुवाले हाम्रो शरीरको पाचन प्रणाली सुधार गर्नुका साथै चिसो र खोकी लाग्ने जस्ता समस्याबाट पनि छुटकारा दिलाउने काम गर्दछ। अदुवा खेती एक घरेसी र व्यावसायिक दुवै रूपमा खेती गर्ने गरिन्छ। अदुवाको बिउ छनौट गर्दा बिउ एकदमै ताजा हुनुपर्दछ। हामीले चाहिँ अदुवाको बिउलाई छाते छुट्याएपछि यसरी माटोमा खाडल खनेर गाड्ने गर्दछौँ। तपाईहरु देख्न सक्नुहुन्छ, यो एकदमै ताजा राम्रो भएको छ र नयाँ तुसा अर्थात नयाँ मुना पलाउन स्टार्ट गरिसकेको छ। र यसरी माटोमा गाडेर राखियो भने भर्खरै बिउ छनौट गर्दा निकालेको जस्तो देखिन्छ। अदुवाको बिउ रोप्दाखेरि ताजा, रोगरहित र पूर्ण परिपक्व भएको बिउलाई रोप्नु पर्दछ र एउटा परिपक्व भएको अदुवाको बिउ 25 देखि 40 ग्राम तौल भएको टुक्रा लगाउनु एकदमै राम्रो हुने गर्दछ। अदुवा खेती गर्दाखेरि चाहिँ पहिले नै माटोको तयारी गर्नु पर्दछ र हामीले चाहिँ माटोको तयारी गर्दाखेरि 1 हप्ता अगाडि नै खनेर राख्ने गर्दछौं र माटोमा चाहिँ घरमा भएको गोठे मल जुन एकदमै गलेको मललाई माटोसँगै मिलाएर खन्ने गर्दछौं र 1 हप्ता पछि त्यस खनेको माटोलाई ड्याङ बनाएर खन्छौं र त्यस खनेको ड्याङको खोल्सामा चाहिँ फेरि मल राख्ने गर्दछौं र पहिले गएको वर्ष चाहिँ हामीले सामान्य गाउँ घरमा रोप्ने तरिकाले रोपेका थियौं र अहिले चाहिँ अलि फरक तरिकाले रोप्दै छौं। अदुवा खेती गर्दाखेरि चाहिँ हामीले यसरी ड्याङ बनाइसकेपछि त्यस ड्याङको खोल्सामा चाहिँ एकदमै गलेको मललाई राख्ने गर्दछौं र हामीले कुनै पनि रासायनिक मलहरू प्रयोग गरेका छैनौं र जुनसुकै खेती गर्दाखेरि पनि गोबर मल, कम्पोस्ट मल जस्ता जैविक मलहरू प्रयोग गरेका छौं र अदुवा खेतीको लागि चाहिँ दोमट माटो र राम्रो पानीको निष्कासन भएको माटो उपयुक्त हुने गर्दछ र रोप्दाखेरि बिउका टुक्राहरू एक बिउदेखि अर्को बिउसम्मको दूरी 20 देखि 25 सेन्टिमिटर गराउनु आवश्यक हुने गर्दछ र अदुवा खेतीका लागि समशीतोष्ण जलवायु उपयुक्त मानिन्छ र अदुवालाई चाहिँ फागुनदेखि वैशाख महिनासम्म रोपाई गर्न उपयुक्त मानिन्छ र 25 देखि 35 डिग्री सेल्सियस तापक्रम अदुवा खेतीका लागि एकदमै राम्रो मान्ने गरिन्छ। हामीले चाहिँ सबै बिउहरूलाई लाइन बाइ लाइन रोपेर तयार गरिसक्यौं र अब यसलाई चाहिँ त्यस ड्याङमा अड्याएर राखेको माटोलाई बिस्तारै तानेर हल्का पुर्नु पर्दछ र पछि जति अदुवा उम्रेर माथि आउँछ त्यति नै ड्याङमा बसालेको माटोलाई पुरेर राख्नु पर्दछ र यस्तो किन गरियो भन्दाखेरि चाहिँ यस लगाएको माउ अदुवा अर्थात पुरानीले चाहिँ सजिलै निकाल्न सकिन्छ र अदुवामा भएको जंगललाई उखेल्दाखेरि पनि अदुवालाई असर नपर्ने खालको हुने गर्दछ र अदुवा रोपेको 8-9 महिनापछि अदुवा खन्न सकिन्छ र अदुवालाई चाहिँ मल्चिङ गर्न अर्थात छाप्नको लागि प्लास्टिक, पात पतिङ्गर, गहुँको छवाली, पराल अर्थात मकैको दाँत जुनसुकै प्रयोग गर्न सकिन्छ र यसरी छापेपछि आकाशबाट आएको पानीले माटोमा प्रेसर दिन पाउँदैन र माटो खुकुलो भइरहने सम्भावना बढी हुने गर्दछ र चिस्यान पनि छिटो हट्दैन। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला।